हेलो साथीहरू, नमस्कार सबैजनालाई शुभ दिन। यो चाहिँ म बस्ने ठाउँ हो। यहाँ चाहिँ म बस्छु। यहाँ चाहिँ आसपासमा कुनै पनि गाउँ छैन है, फार्म हाउस हो। अब एउटा फार्म त्यहाँ छ। मार्केट जानको लागि 3 किलोमिटर जानुपर्छ गाडीमा। हेर्नुहोस् 3 किलोमिटर छ। यस्तैमा बस्या छ हेर्नुहोस्। यो चाहिँ म बस्ने फार्म। यो चाहिँ बाहिर हो। अब यहाँबाट स्याट्ट म फेरि अब धेरै हिँड्न सक्दैन। टुकुर 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 गर्दै हिँड्ने हो। हेर्नुहोस् अब सर्जरी भएदेखि यसो हिँड्न सकिन्न। यो चाहिँ मेरो फार्म भयो। म चाहिँ यहीँ बस्छु। अब ट्याक्कै यता बस्छु। अनि यता यो चाहिँ उता चाहिँ त्यो हामी बस्ने गार्डन भइहाल्यो। यो चाहिँ रोड। यहाँ फेरि यो स्विमिङ पुल छ। आजकलभरि यो स्विमिङ पुल पनि काम छैन। हावा चल्छ, पानी आउँछ। त्यहाँ गर्मीमा नुहाउनै पाइन्न, जाडोमा साह्रो नुहाउने पनि। यो चाहिँ स्याट्ट स्विमिङ पुल हो। अब बिहान उठ्या सबै सुत्या। साउ चाहिँ भित्र टन्नै पारो सुत्या। 10-11 बजी उठ्छ। आफू चाहिँ बिहान 6-7 बजी उठ्यो। यसो घुम्यो फिर्यो, बेलुका चाय पियो। यस्तै छ हेर्नुहोस् परदेशीको जिन्दगी। परदेशी यस्तै त हेर्नुहोस्, चट्टै यस्तै छ हेर्नुहोस्। के गर्ने साथी हो। हस् त, नमस्कार।